हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल उपासना कनेल। आज चाहिँ आमाले बनाएको च्याङ्लाको भुटुवाको रेसिपी देखाउँदैछौँ। के गर्नुहुन्छ आमाले हजुरले भिडियोमा हेर्न सक्नुहुन्छ। तेल चाहिँ चाहिने अनुसार बॉइल गरेर अनि पखालेर अनि राखेको यो चाहिँ अस्तिको आन्द्राभुँडी च्याङ्लाको खोक्सो आन्द्राभुँडी यो च्याङ्ला अरूलाई भुट्नु नलाले राखेको हुन्छ मासु राखेर भुट्ने यसमा पानी निस्केर भुट्नुपर्छ। यो पानी सुकाउने हो अनि पटपटी पड्केर रातो हुन्छ अनि बल्ल अर्को राख्ने हो। अर्को मासु राखेर भुट्ने अनि त्यहाँमाथि स्वाद अनुसार नुन मसला राख्ने। नलायो अब यसलाई पटपटी पड्किने अरे रातो बनाउने अरे भुट्नुपर्छ। अनि रातो भएपछि बल्ल ताक्छ। यो राख्छु स्वाद अनुसारको नुन राख्ने अनि अझै रातो हुन्छ अनि मसला राख्ने हो। च्याङ्लाको रक्तुवा पनि हामीले बोइल गरेर पखालेर चट्ट काटेर राखेछौँ। अब यो पनि भुटुवामा मिसाइदिने अनि पटपटी भुट्ने मिठो हुन्छ। च्याङ्लाको रक्तुवा औषधि हुन्छ, राम्रो हो। रक्तुवा राखेपछि फेरि पुरै घर पट्टि पड्काउनु पर्छ, नत्र बनाउँछ। रातो बनाएपछि मिठो हुन्छ। लसुन अदुवा खुर्सानी गरेर राखेको पिनेर राखेको पेस्ट राखेँ मैले। स्वाद अनुसार आफ्नो स्वाद अनुसार खुर्सानीको ठुलो घरै किनेको खुर्सानीको ठुलो मसला सबै मिसाएको मसला ल्वाङ चिकन दालचिनी मसला सबै मिसाएको राखेको भयो। अब यसलाई निकालेँ पाक्यो रातो भयो। अब मैले निकालेँ यो फेरि अब भुटुवा यो सँगै पकाउँदाले हुन्छ बसाउँछ कि भनेर मैले छुट्टै गरेँ, छुट्टै पकाउने विचार गरेँ। रेडी भएको छ। अब हामी सबैजना बाँडेर खान्छौँ। हजुरहरू नि आउनु खानु।
यो चाहिँ दसैँ स्पेसल थियो हजुरलाई अरू के को रेसिपी चाहिन्छ भन्न सक्नुहुन्छ थ्यांक यू फर वाचिङ